हेलो सबलाई स्वागत छ मेरो भिडियोमा। आज हामी कुरा गर्दैछौँ कम्प्युटर साइन्स इन्जिनियरिङको बारेमा। अहिले धेरैले +2 दिएर बसिराख्नु भएको होला र सोच्नु भएको होला कि म ब्याचलरमा कम्प्युटर साइन्स इन्जिनियरिङ पढ्ने भनेर। अब कम्प्युटर साइन्स इन्जिनियरिङको बारेमा डिटेलमा, जस्तो कम्प्युटर साइन्स इन्जिनियरिङ पढ्नलाई कुन इन्ट्रान्स एक्जामिनेसन दिन्छ, यसको क्वालिफिकेसनहरू के हो, र यसको कम्प्युटर साइन्स इन्जिनियरिङ पढेपछि यसको फ्युचरमा स्यालेरी कस्तो छ, यसको फ्युचर कस्तो छ, र कम्प्युटर साइन्स इन्जिनियरिङ पढ्नलाई नेपालको बेस्ट कलेजहरू कुन हो, र प्लस यसको फी स्ट्रक्चरको बारेमा पनि आज हामी प्रोपर कुरा गर्नेछौँ। अब हामी कुरा गर्नेछौँ कम्प्युटर साइन्स इन्जिनियरिङ इन नेपाल। नेपालमा कम्प्युटर साइन्स इन्जिनियरिङ कस्तो छ त? एक काम गर्नुभन्दा अगाडि हामीसँग के हुनुपर्छ? रोड म्याप हुनुपर्छ। त्यस्तै अहिले हामीसँग के छ? रोड म्याप, एउटा प्रोपर गाइडेन्स। हामी कुन तरिकाले आज यो भिडियो समाप्त गर्नेछौँ अथवा फिनिस गर्नेछौँ। सुरुमा हामी के हेर्नेछौँ? इन्ट्रोडक्सन, मिन्स कम्प्युटर साइन्स इन्जिनियरिङको बारेमा एकदम डिटेलमा इन्ट्रोडक्सन हेर्नेछौँ। त्यसपछि क्वालिफिकेसन, सालमा पढ्न हामीलाई के क्वालिफिकेसन चाहिन्छ भनेर हामी त्यो डिटेलमा हेर्नेछौँ। अनि त्यसपछि हेर्नेछौँ हामी सिलेबस, फर्स्ट सेमदेखि 8th सेमसम्म नेपालमा के सिलेबस छ भनेर हामी हेर्नेछौँ। अनि त्यसपछि हेर्नेछौँ नेपालमा कम्प्युटर साइन्स इन्जिनियरिङ पढ्नलाई कुन कुन बेस्ट कलेज छ त भनेर हेर्नेछौँ। अनि त्यसपछि एट लास्ट हामी हेर्नेछौँ फी स्ट्रक्चरको बारेमा। नेपालमा कम्प्युटर साइन्स इन्जिनियरिङ पढ्न नेपालका टप गभर्मेन्ट कलेज र नेपालका टप प्राइभेट कलेजमा कति कति फी स्ट्रक्चर छ त? नेपालमा कम्प्युटर साइन्स इन्जिनियरिङ पढेर हाम्रो स्यालेरी के छ त? अथवा नेपालमा बाहेक विदेशमा हामी कम्प्युटर साइन्स इन्जिनियरिङ सकिसकेपछि 4th इयर पछि के स्यालेरी एक्सपेक्ट गर्न सकिन्छ भन्ने पनि हामी डिटेलमा कुरा गर्नेछौँ। कम्प्युटर साइन्स इन्जिनियरिङ भनेको केही पनि होइन। कम्प्युटर साइन्स इन्जिनियरिङ भनेको कम्प्युटर साइन्स र इन्जिनियरिङको के हो? मिक्स हो। हामी यसमा के पढ्छौँ? एउटा डिजाइनिङ पढ्छौँ, डेभलपमेन्ट पढ्छौँ र मेन्टेनेन्स पढ्छौँ। कसको? सफ्टवेयर सिस्टमको, कम्प्युटर एप्लिकेसनको र हार्डवेयरको। यहाँ मेन स्किल चाहिने भनेको प्रब्लम सल्भिङ स्किल र कोडिङ स्किल चाहिन्छ। कम्प्युटर साइन्स इन्जिनियरिङ पढेर हामी के गर्छौँ? नयाँ चिज इनोभेसन र नयाँ चिज के गर्छौँ? डेभलपमेन्ट गर्छौँ। कम्प्युटर साइन्स इन्जिनियरिङमा मेनली हामी फोकस गर्ने भनेको सफ्टवेयर पार्टतिर फोकस गर्छौँ, जस्तै कोडिङतिर, जस्तै एप्लिकेसन बनाउने, वेब डेभलपमेन्ट बनाउने, हामी त्यस्तैतिर बढी फोकस गर्छौँ। जस्तो साइबर सेक्युरिटी, डेटा स्ट्रक्चर। अहिले सिएससी एकदम बुमिङ छ ड्यु टु द एआई एन्ड मेसिन लर्निङ प्लस डेटा साइन्सले गर्दा। अहिले डेटा साइन्स, एआई र मेसिन लर्निङको यति डिमान्ड बढेको छ नि, त्यसै कारणले गर्दा कम्प्युटर साइन्सको पनि एकदम डिमान्ड छ। सो अरू पनि गर्न सकिन्छ कम्प्युटर साइन्सबाट, जस्तो एप्लिकेसन डेभलपमेन्ट गर्न सकिन्छ, सफ्टवेयर डेभलपमेन्ट गर्न सकिन्छ, युआई युएक्स डिजाइन गर्न सकिन्छ, अनि त्यसपछि साइबर सेक्युरिटी गर्न सकिन्छ, गेम डेभलपमेन्ट गर्न सकिन्छ, र यस्तै गरेर धेरै चिजहरू हामी कम्प्युटर साइन्सबाट गर्न सकिन्छ। पहिलो क्वालिफिकेसन भनेको कम्प्युटर साइन्स इन्जिनियरिङ पढ्नलाई +2मा के लगेको हुनु पर्यो? +2मा साइन्स लगेको हुनु पर्यो। कम्पलसरी +2मा साइन्स लगेको हुनु पर्यो। त्यही पनि 3टा मेन सब्जेक्टमा, फिजिक्स, केमिस्ट्री र म्याथ एज अ मेन सब्जेक्ट हुनु पर्यो। मिन्स तिमीहरूले यो 3टा सब्जेक्ट छुट्याउनु नै भएन। यदि यो 3टा सब्जेक्ट छैन भने तिमीहरू के हो? कम्प्युटर साइन्स इन्जिनियरिङ पढ्न सक्दैनौ। अनि मिनिमम के आउनु पर्यो? सेकेन्ड डिभिजन। मोस्ट अफ द कलेजमा, यो कलेज हेरी हेरी पनि हुन्छ, तर मोस्ट अफ द कलेज र युनिभर्सिटीमा के हो? मिनिमम सेकेन्ड डिभिजन चाहिँ आउनु पर्यो। अब कुरा गर्नेछौँ आइओई इन्ट्रान्स एक्जामिनेसन। नेपालमा गभर्मेन्ट कलेजमा पढ्नको लागि, स्कलरसिपमा पढ्नको लागि, पैसा बचाउनको लागि हामी के गर्नुपर्छ? आइओई इन्ट्रान्स एक्जामिनेसन दिनुपर्छ। यसमा नेपालका 10,000 भन्दा बढी स्टुडेन्टहरू के हुन्छ? हरेक वर्ष आइओई इन्ट्रान्स एक्जामिनेसनमा प्रिपेयर गर्नको लागि पार्टिसिपेट हुन्छन्। यसमा हाम्रो 140 मार्क्सको टोटल मार्क्सको हुन्छ र टोटल टाइम हुन्छ 2 आवर्स। यसमा मेन सब्जेक्ट हुन्छ म्याथमेटिक्स, फिजिक्स, केमिस्ट्री, इङ्ग्लिस र इन्जिनियरिङ एप्टिट्युड, जसमा म्याथमेटिक्समा 45 मार्क्सको आउँछ, फिजिक्समा 45 मार्क्सको आउँछ, केमिस्ट्रीमा 25 मार्क्सको आउँछ, इङ्ग्लिसमा 20 मार्क्सको आउँछ, र इन्जिनियरिङ एप्टिट्युडमा कति? 5 मार्क्सको आउँछ। यो इक्जाम प्रिपेरेसन गर्नको लागि तिमीहरू डिफ्रेन्ट कोचिङ सेन्टरमा पनि जान सक्छौ र घरमै बसेर पनि के हो? यो इक्जामको तिमीहरू प्रिपेरेसन गर्न सक्छौ। र अहिले अनलाइनमा निकै मात्रामा कोचिङ सेन्टरहरू पनि खोलेको छ, मिन्स अनलाइनमा पढाउने काम पनि गरेको छ। त्यहाँबाट पनि तिमीहरू भिडियो हेरेर आइओई इन्ट्रान्स एक्जामिनेसनको प्रिपेरेसन गर्न सक्छौ। हामीले कुन कुन सब्जेक्टहरू पढ्नुपर्छ भनेर सबैले खोजिरहेको थियो। ल अब मैले ल्याएर आएको छु सिलेबसहरू। यो सिलेबसको हाम्रो पिडिएफहरू म तल लिङ्कमा हालिदिन्छु, अनि त्यहाँबाट पनि तिमीहरू यो सबैको बारेमा हेर्न सक्छौ। र तिमीहरूलाई मैले यहाँ पनि देखाएको छु। हाम्रो कम्प्युटर इन्जिनियरिङ हो 4 वर्षको कोर्स, 4 इयर्सको कोर्स हो।
जसमा 8वटा सेमेस्टर हुन्छ। पहिलो सेममा 6वटा सब्जेक्ट, दोस्रो सेममा पनि 6वटा सब्जेक्ट। तिमीलाई अहिले डिटेलमा यो सबैको बारेमा भन्न लाग्यो भने एकदम लामो हुन्छ भिडियो। सो सबैले मैले यहाँ देखाएको छु स्क्रिनमा, स्क्रिनमा पढ्नुहोस्, हेर्नुहोस्। को पनि त्यस्तै हो, फोर्थ इयरको पनि त्यस्तै हो। हामीले इन्जिनियरिङ पढेपछि हामीलाई हरेक चिजको के हुनु पर्यो, नलेज हुनु पर्यो। इन्जिनियरिङ भनेको एकदम क्रिएटिभ फिल्ड हो। मिन्स हामीलाई कम्प्युटर इङ्ग्लिसको पनि नलेज हुनु पर्यो, मिन्स इङ्ग्लिस जानेको हुनु पर्यो, इकोनोमिक्सको नलेज हुनु पर्यो, म्याथको नलेज हुनु पर्यो, हामीलाई म्यानेजमेन्टको नलेज हुनु पर्यो, हामीलाई हरेक चिजको नलेज हुनुपर्छ इन्जिनियरिङ पढिसकेपछि। त्यसैले नेपालको इन्जिनियरिङको सिलेबसमा पनि के हुन्छ, यस्तो सब्जेक्टहरू इन्क्लुड गरेको छ। अहिले मैले तिमीलाई जुन सिलेबस दिएको छु नि, यो हरेक कलेजमा सेम सिलेबस हुन्छ भन्ने म ग्यारेन्टी दिन सक्दैन, किनभने यो मैले जुन सिलेबस दिएको छु यो पुल्चोकको सिलेबस हो। सो आफ्नो आफ्नो युनिभर्सिटीमा फरक फरक पनि हुनसक्छ सिलेबस। विशेष गरी नेपालमा टु टाइपको कलेज छन्, त्यो गभर्मेन्ट कलेज र प्राइभेट कलेज। गभर्मेन्ट कलेजमा पढ्नको लागि आइओई इन्ट्रान्स इक्जामिनेसन पास गरेको हुनुपर्छ। त्योमा पनि नेपालको टप गभर्मेन्ट कलेजमा पढ्नको लागि तपाईँहरूको ऱ्याङ्क एकदम राम्रो आउनु परेको हुन्छ। नेपालका टप गभर्मेन्ट कलेजहरूको लिस्ट हेर्नुहोस्। फर्स्टमा छ पुल्चोक कलेज, पुल्चोक क्याम्पस, थापाथैली क्याम्पस, पूर्वाञ्चल क्याम्पस र पश्चिमाञ्चल क्याम्पस। सब भ्यालीमा छन्, एउटा ललितपुरमा, पुल्चोक क्याम्पस ललितपुरमा। चारवटा नै हो नेपालको टप कलेजहरू, जसमा विद्यार्थीहरू जान एकदम रुचाउँछन्। प्राइभेट कलेजहरूमा पढ्नलाई यिनीहरूको आफ्नै के हुन्छ, इन्ट्रान्स हुन्छ। हामीले आइओई दिनु पर्दैन। नेपालको टप प्राइभेट कलेजमा काठमाडौँ युनिभर्सिटी पर्छ, जो धुडीखेलमा छ, अनि काठमाडौँ इन्जिनियरिङ कलेज, जस्तै गरेर सबै कलेजहरूको मैले लिस्ट दिएको छु। तपाईँ यहीँबाट हेर्न सक्नुहुन्छ र पढ्न सक्नुहुन्छ। अब हामीले नेपालको टप गभर्मेन्ट कलेज र प्राइभेट कलेज हेरिसक्यौँ। अब हामी कुरा गर्छौँ नेपालको टप कलेजहरूमा पढ्नलाई कति फी स्ट्रक्चर छ त। पहिलो हामी जान्छौँ गभर्मेन्ट कलेजहरू, जस्तै पुल्चोक, थापाथैली। मैले अघि यहाँ जुन नेपालको टप गभर्मेन्ट कलेज देखाएको थिएँ नि, त्यो कलेजहरूमा पढ्नलाई हामीलाई कति पैसा लाग्छ अथवा त्यसको फी स्ट्रक्चर कति छ। अब तिमीहरूले यदि राम्रो ऱ्याङ्क ल्याएर आइओईमा अगाडि अगाडि नाम निकालेको छौ भने तिमीहरूलाई 15,000मा, मिन्स तिमीहरूको 15,000मा फुल 4 इयरको कोर्स भ्याइन्छ। तिमीहरूको जम्मा 15,000मा फुल्ली 4 वर्षको कोर्स भ्याइन्छ गभर्मेन्ट कलेजमा। र यदि पेङमा पढ्दैछौ भने, पेङमा निकाल्नु छ भने 2,80,000। यो फिक्स डेटा हो, म भन्न सक्दिनँ। लगभग लगभग 2,80,000, 2,50,000देखि 3 लाखको बिचमा चाहिँ हाम्रो गभर्मेन्ट कलेजमा पेङमा पढ्न पाइन्छ। अनि प्राइभेट कलेजमा छ, जस्तो टियुमा पढ्नको लागि हाम्रो 7 देखि 13 लाख लाग्न सक्छ। जस्तो कम्प्युटर इन्जिनियरिङको छुट्टै फी स्ट्रक्चर हुन्छ, मेकानिकल इन्जिनियरिङको छुट्टै फी स्ट्रक्चर हुन्छ, सिभिल इन्जिनियरिङको छुट्टै फी स्ट्रक्चर हुन्छ। तिमीले कम्प्युटर साइन्स इन्जिनियरिङ पढेर 4 वर्षपछि हाम्रो करियर स्कोपहरू के देख्छन्। यदि तिमीहरू कोर डेभलपमेन्टमा जान्छौ, जस्तो सफ्टवेयर डेभलपर, वेब डेभलपर, एप डेभलपरमा जान्छौ भने के हो, तिमीहरूको एभरेज स्यालेरी 35,000देखि तिमीहरूको 2 लाखसम्म जान सक्छ। त्यो डिपेन्ड अपन योर स्किल। एभरेज नेपाली स्यालेरी हेर्ने हो भने 35,000देखि 2 लाखको बिचमा। एआई र डेटा साइन्सको अहिले एकदम डिमान्ड भएको कारणले 60,000देखि 3 लाखको बिचमा। जस्तै साइबर सेक्युरिटीको 50,000देखि 2,50,000को बिचमा। यस्तै गरेर तिमीहरू पढ्न सक्छौ। र तिमीहरू विदेशमा गयो भने यसको डबल हुन्छ स्यालेरी। अपन योर स्किल, डिपेन्ड अपन योर कम्पनी, डिपेन्ड अपन योर सिटी, डिपेन्ड अपन योर कन्ट्री गरेर यो हरेक चिजमा डिपेन्ड हुन्छ। हरेक देशको आफ्नो आफ्नो स्यालेरी हुन्छ। तिमीहरू युएसमा गयो भने यसको छुट्टै स्यालेरी हुन्छ, तिमीहरू युके गयो भने तिमीहरू छुट्टै स्यालेरी हुन्छ, तिमीहरूको स्किल अनुसार। जस्तो हामीले ग्लोबली हेर्ने हो भने गुगल, माइक्रोसफ्ट, एप्पल, मेटा, एमाजोन जस्तो कम्पनीमा पनि कम्प्युटर साइन्सको डिमान्ड एकदम बढी छ। र नेपालमा जस्तो ई सेवा, खल्ती, कनेक्टिङ, सफ्ट नेपाल जस्तो कम्पनीमा पनि हामीले इजिली जागिर पाउन सक्छौँ। एट लास्ट म तिमीहरूलाई के भन्छु भनेपछि, म पनि एउटा कम्प्युटर इन्जिनियरिङ पढिरहेको छु। यदि तिमीहरूलाई रियल्ली कम्प्युटरतिर इन्ट्रेस्ट छ अथवा टेक्नोलोजीमा इन्ट्रेस्ट छ भने तिमीहरू यो फिल्डमा आउन सक्छौ। यदि तिमीलाई इन्ट्रेस्ट छैन, यदि तिमीहरू स्यालेरी हेरेर आइरहेको छौ, यदि फ्युचर हेरेर आइरहेको छौ भने पनि अब त्यो ठिकै कुरा त हो। तर तिमीहरूलाई यदि इन्ट्रेस्ट छैन भने तिमीहरू यो फिल्डमा आएर पनि तिमीहरूले सोचेको जस्तो कमाउन सक्दैनौ। सो जसलाई रियल्ली इन्ट्रेस्ट छ त्यो मात्र यो फिल्डमा आउनु होला। यदि तिमीलाई इन्ट्रेस्ट छैन भने पैसा हरेक चिजबाट कमाउन सकिन्छ। र पैसा भनेको हरेक चिजमा छ, तर त्यसलाई कसरी ग्र्याब गर्ने हो, त्यसको अपर्च्युनिटीहरू कसरी लाने हो भन्ने मात्रै डिपेन्ड पर्छ। सो तिमीहरूलाई जेसमा इन्ट्रेस्ट छ, जसमा तिमीहरू जान चाहन्छौ, जेसमा तिमीहरूको प्यासन छ, तिमीहरू त्योमा जाऊ, त्यहाँबाट तिमीहरू अर्निङ गर्न सक्छौ।
जुन फिल्डमा तिमीहरू एकदम एक्सिलेन्ट छौ नि त्योबाट अर्निङ गर्न एकदम सजिलो हुन्छ। तिमीहरूलाई जुनमा इन्ट्रेस्टै छैन, जुनमा तिमीहरूलाई पढ्नै मन लाग्दैन, केही गर्नै मन लाग्दैन, त्योबाट तिमीलाई पछि झ्याउ लाग्छ, अल्छी लाग्छ र त्यो फिल्ड तिमीलाई छाड्न मन लाग्छ। सो जसलाई इन्ट्रेस्ट छ त्यो मात्रै कम्प्युटर साइन्स इन्जिनियरिङमा आउन सक्नुहुन्छ। यदि कसलाई इन्ट्रेस्ट छैन, यदि स्यालेरी हेरेर अथवा चिलमा बस्न पाइन्छ त्यो तरिकाले हेरेर चाहिँ कम्प्युटर साइन्स इन्जिनियरिङ नहुँदा हुन्छ।